गाइज मर्निङ सबैजनालाई आज त हामी भानुभवन आइरहेछौँ होइन। आज त्यो एउटा सानो प्रोग्राम छ त्यो चाहिँ एक्टिङको होइन। अन्त हामी आइरहेछौँ यहाँनिर हो आज प्रोग्राम होइन। आइपुगेँ मेरो साथी हेर्नु सक्नुहुन्छ यो त मसँग जुन चाहिँ भगमा हुन्छ सारा टाँसिन्छ मसँग। हामी आइपुग्यो होइन। हामीलाई भित्र छिरो हुनेरहेछ है। म सिनियरहरू भेटेको थिएँ होइन। सिनियर भन्नु आउँदो रहेछ हाम्रो दाहरू भेटेको थिएँ। अनि यहाँभित्र आज प्रोग्राम छ सानो तिनो होला कि ठुलै हो होइन। हेर्नु सक्नुहुन्छ हाम्रो पक्कै यहाँ देख्नुहुन्छ काली माता हाम्रो यहाँभित्र पनि हेर्नु सक्नुहुन्छ। हामी यहाँ जाँदैछु अहिले होइन। यस्तो रहेछ यता भित्रतिर मजाको छ यसको। उहाँहरू हुनुहुन्छ हाम्रा यस जिटी आइडल द टु समष्टिका धुरन्धर हाम्रा ब्याकबोनहरू क्र्युहरू जसको कोसिसले प्रयासले आज यो कार्यक्रम सफल हुन लागिरहेछन् र सम्पूर्ण महानुभावलाई उहाँको निम्ति जोरदार तालीले हामी हौसला बढाइदिने साथै धन्यवाद दिन। आजका विशिष्ट अतिथि प्रमुख अतिथिको आगमन भइसकेका छन् र उहाँलाई हामी हाम्रो सम्पूर्ण भोलिन्टियरलाई खदा अर्पण गरिदिने हामी अनुरोध गर्दछौँ। यता अगाडि पनि हुनुहुन्छ हाम्रो माइकल दा यस्ता अन्त जिटी आइडलले चाहिँ होइन हाम्रो खास अनि गाइज यहाँबाट चाहिँ हाम्रो आदरणीय होस्टहरूले चाहिँ के भन्छ जिटी आइडलको बारेमा भन्नुहुँदै थियो। अन्त म र मेरो साथी चाहिँ मजाले सुन्दै थिएँ। अन्त यताउता हेर्दै के हो कसो हो इभेन्ट कस्तो चल्दैछ भने हेर्दै थिएँ होइन। अनि धेरै कुराहरू भन्नुभयो जिटी आइडलको बारेमा। भर्खर स्टार्ट भएको रहेछ। अन्त मैले साथीलाई पनि भनेँ ठिक टाइममा आइपुगेछु भने हामी। अन्त दामी पनि रहेछ है हामीले अर्कै सोचेको थियो है भनेर भने साथी। अनि यताउता हेर्दै सुन्दै थिएँ कुराहरू। अन्त यो चाहिँ नागरी पोख्रेबुङहरूतिर पनि भएको रहेछ जिटी आइडल। अन्त धेरै कुरा भन्नुभयो त्यस्तोहरू। अनि अन्त म र साथी सुन्दै थिएँ। अनि साइडबाट चाहिँ हाम्रो भोलिन्टियर आउनुभयो त्यहाँको। अनि मलाई खदा अर्पण गरिदिनु भयो। अनि मैले थ्याङ्क यू भनेँ। अनि यता त्यही कुराहरू सुन्दै बस्दै थिएँ। अनि साथीलाई पनि लगाइदिनु आँट्नुभएको थियो तर कन्फ्युज भयो कसले लगाइदियो। अनि त्यसलाई लगाइदियो अनि त्यो हाँस्यो मुसुक्क। अनि यता पनि भन्दै थियो उसलाई लगाइदिएको भयो नि मलाई त भनेर। अनि त्यसले मिलायो अलिक उयोहरू जम्परहरू अन्त मलाई भन्यो। अन्त दुई भाइ हाँस्यो। हजुरले आजको यो कार्यक्रमलाई अति नै मन पराइदिनुहुन्छ अनि आजको हाम्रो यो प्रस्तुतिलाई पनि अवश्य मन पराइदिनुहुन्छ भन्ने हामी आशा राखेका छौँ। अनि साथै हजुरहरूको समक्ष अब हामी प्रस्तुत गर्न गइरहेको छौँ हाम्रा सम्माननीय अनि हाम्रो अति नै प्रिय नामदेव लामाज्यू अनि उहाँको टोलीलाई। भनिन्छ कुनै पनि कार्य सुरु गर्नुभन्दा अघि हामी सदैव भगवानको स्तुति अनि वन्दना गर्नुपर्ने हुन्छ। त्यसैले गर्दा म उहाँलाई आजको यस कार्यक्रममा आफ्नो गणेश वन्दना प्रस्तुत गरिदिने निवेदन गर्न चाहन्छु। धन्यवाद। निर्विघ्नं कुरु मे देवा
ग्रुपले सञ्चालन गर्ने निम्ति अनुरोध गर्दछु उहाँलाई थप्पडी कतिले बज्नुहोस् उहाँहरू मञ्चमा आइरहनु भएको छ अनिसा थप्पडी अनि अभिषेक गजबे हेलो हेलो सपना गौडा सुरमय भविष्यको प्रारम्भ प्रतिभा खोज्ने ऐतिहासिक क्षण GTA Idol 2025 प्रतिभाको मञ्च संगीतको महोत्सव म अभिषेक हजुरहरूलाई जोजोलाप्पा सेवारो सेवान्ने नमस्कार भन्दै म अनिशा हाई हेलो आदाब सत श्री अकाल गुड मर्निङ भन्दै सदर टु समष्टिद्वारा आयोजित GTA Idol प्रतियोगितामा हजुरहरू सम्पूर्णलाई पुनः सुस्वागत अनि न्यानो अभिवादन जनाउन चाहन्छु साँच्चै नै दार्जिलिङ पहाडकी रानी कलाकी खानी भने जस्तै आज हामी तपाईहरु समक्ष यस्ता अग्रज कलाकारहरूलाई देख्दा हामी गर्वान्वित भइरहेका छौँ के भन्छ हो अनिशा एब्सोल्युटली हेर्नुस् न आज यो भवनमा उपस्थित हुनुभएको कति ट्यालेन्टेड हाम्रा कलाका धुर्म ताराहरूको माझमा यो हावामा एउटै सास फेर्न पाउँदाखेरि रियली आई फिल आई एम द लकिएस्ट राइट नाउ एक्ज्याक्टली त्यसो भने विदाउट फर्दर अडु आजको हामी कार्यक्रम सुरु गर्ने त हैन एउटा इम्पोर्टेन्ट कुरा त हाम्रो दर्शकहरूलाई हामी भन्न नै बिर्सेछौँ त के कुरा हो तिमीले भन्दिनु नि त एकपल्ट हजुर मै भनिदिन्छु है दर्शकवृन्द आज यो अडिसनमा टोटल 16 कन्टेस्टेन्ट्सहरू आउनुभएको छ अनि आज यो कार्यक्रममा हामीले ती 16 जना कन्टेस्टेन्ट्सहरूको प्रस्तुति मात्र सुन्ने छैनौँ तर आज हामीले विभिन्न प्रतिभाशाली व्यक्तिहरूलाई यहाँ निम्त्याएका छौँ जसले सङ्गीत कला खेलकुद साहित्य अनि त्यस्तै अरू क्षेत्रहरूमा आफ्नो उत्कृष्ट योगदान दिनुभएको छ थाहा छ मेरो सबै साथीहरूले भन्छ कि मेरो फिगर चाहिँ कोकोकोला जस्तै छ भनेर कोकोला यसो हेर्दा त कोकोला चाहिँ पक्का कोकोलाई देखिरहेको छ कि तर हामीले त्यो 2 लिटरको बोतलमा ठुलो कोकोला देख्छौँ तपाईँ चाहिँ मलाई यहाँ डोमी हालिबस्नुहोस् म चाहिँ सुरु गरेको है अब दर्शकवृन्द अब कुनै विलम्ब बिना हामी यहाँको कार्यक्रम सुरु गर्नेछौँ उहाँले धेरै प्रोत्साहन दिए साथै बाल कलाकार बाल गीतहरू जस्ता अवार्डहरूले उहाँले आफ्नो नाम ख्याति प्राप्त जोडाइसक्नु भएको छ नि धेरै गीतहरू दिई ख्याति प्राप्त सिङ्गरहरूसँग उहाँले आफ्नो कम्पोजिसन अनि आफ्नो अरेन्जमेन्ट अगावै दिइसक्नु भएको छ नि पुनः हामी GTA आइडलको टिमबाट हजुरलाई धेरै स्वागत जनाउँदै आसन ग्रहण गरिदिनु हुने हामी नम्र निवेदन गर्न चाहन्छौँ Once again, ladies and gentlemen, Mr. Kiran Mokhtan on stage. त्यसैगरी हाम्रो दोस्रो निर्णायक हुनुहुन्छ सङ्गीत निर्देशनमा दक्ष र धेरै पुरस्कारहरूबाट सम्मानित श्री राजन तामाङज्यू हाम्रा हेरा शैलीज्यू डेसी बराइलीज्यू जस्ता ख्याति प्राप्त सिङ्गरहरूलाई उहाँले आफ्नो म्युजिक अनि अरेन्जमेन्ट दिइसक्नु भएको छ अनि पुनः हामी on behalf of GTA team we welcome you sir अनि हामी साँच्चै नै हजुरलाई यसरी आजको यस कार्यक्रममा पाउँदाखेरि हामी एकदमै गर्वान्वित छौँ once again we welcome you अनि हजुरलाई पनि आजको यस कार्यक्रममा आसन ग्रहण गरिदिने नम्र निवेदन गर्न चाहन्छु थ्यांक यू सो मच र अन्त्यलाई मन्त्रमुग्ध बनाएको छ
Let's welcome Miss Sonu Rai to the stage with a huge round of applause. Ladies and gentlemen, उहाँ जस्ता व्यक्तिलाई कुनै परिचयको आवश्यकता छैन. The Nightingale of Darjeeling, Miss Sonu Rai on stage, ladies and gentlemen. उहाँले पनि आफ्नो नाम सांगीतिक क्षेत्रमा अगावै गाडिसक्नु भएको छ. उहाँलाई पनि हामी हाम्रो जिटिए डिपार्टमेन्टको तर्फबाट खदार्पण गर्न गइरहेका छौँ. उहाँले आफ्नो भजन मा सरस्वतीको जुन चाहिँ हामी प्रत्येक वसन्त पञ्चमीमा सुन्ने गर्छौँ त्यस्ता गीतहरू मानौँ अनेकौँ गीतहरू गाई हाम्रा पहाडलाई धेरै धेरै ख्याति प्राप्त गीतहरू दिइसक्नु भएको छ नि. हामी साँच्चै नै आज यस्ता जजेसहरूलाई नमन गर्न गरिदिने हामी निवेदन गर्न चाहन्छौँ. हाम्रा अति नै सम्माननीय पुरन गिरिज्यू जोरदार तालीले स्वागत गर्नुहोस् हाम्रो फर्स्ट कन्टेस्टेन्ट सबिन परियार. अल द भेरी बेस्ट. नमस्ते सबिन. हेलो ये मान्छे बिकम गयो त एकान्तमा किन तिम्रै याद आउँछ सम्झनामा अझै पनि आँखा यो किन रसिन्छ थाहा छ मनको तेरा आँसुले धुन छछको लिएर आएछ सावन फेरि आँखामा तिमीलाई प्रिय मैले तिमीलाई भुल्न सकिन तिमीदेखि टाढा जान सकिन प्रिय मैले तिमीलाई भुल्न सकिन तिमीदेखि टाढा प्रिय मैले तिमीलाई भुल्न सकिन कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊ कहाँ दुख्छ प्रिय तिमीलाई मेरो आँसु तिमीलाई हाँसो भएछ मेरो व्यथा तिमीलाई कथा भएछ त्यो वास्तवमा खुसी थिए तिमी बिना छाती मेरो कति मान्छ कसोरी तिमी नै भनिदेऊ हे जाने नि ठुरी यो सम्झिने मन छ म बिर्सु कसोरी लाजा यस्तरी के झुम्छ जिन्दगी मेरो के झुम्छ जिन्दगी मेरो नाहुसाम यस्तो जानु पर्यो नौलो घरको सङ्घार झलझले देख्छु अझैमा बाबु माइती रोएर हाँसी हाँसी बिदावारी गरेको राख सँघालेर राख फेरि फुल्ने हो कि होइन जवानाको फुल डढेलो लाग्यो त्यो पारी डाँडा साँझोतिर
मनमा मेरो लाग्यो पिर बतासमा पहिलो आगो सरल यादहरू तिम्रो फर्केर आयो झलल छ यहाँ टुक्रा टुक्रामा रमाई पारी तर्न खोज्दैछु फेरि चुरीको डोरी समाई। All the very best. एउटा खुल्ला किताबमा तिमीले पनि पढे हुन्छ। एउटा खुल्ला किताबमा तिमीले पनि पढे हुन्छ। अरूले जस्तै पढेपछि पन्नाहरू ज्यादै हुन्छ। एउटा खुल्ला किताबमा तिमीले पनि पढे हुन्छ। यति मिठो दिउला तिमीलाई माया संसारले पुराना प्रेमका कथा मेरा सारा जीवन सबै परदेशीले चिठी लेख्छु भन्थ्यो तर उसको चिठी आएन। बुझ्नुभयो त? अनि त्यस कारणले गर्दाखेरि अनि झन्डा पक्रिनु भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ युथहरूलाई म भन्न चाहन्छु यो चिजहरूलाई चाहिँ पर पछ्याएर चाहिँ अब नयाँ प्रकारको चाहिँ एउटा वातावरण ल्याउनु पर्छ भन्ने उद्देश्य लिएर चाहिँ यो जिटी आइडल सुरु गरेको हो हेर्नुहोस्। र आज यो कार्यक्रम यति भव्य हुन्छ भनेर मैले सोचेको थिइनँ। यसको निम्ति हाम्रा तिलक देवानज्यूलाई म सादर धन्यवाद दिन चाहन्छु। त्यसरी नै हाम्रा भानुकान्त घिसिङज्यू लगायत सम्पूर्ण कमेडीको एकजनाको नाम भन्यो भने रिसाउँछ होला। कति चाहिँ भ्युज आउँदो रहेछ भन्ने कुरा चाहिँ तपाईँको चाहिँ थाहा पाए हाम्रो समाज चाहिँ कस्तो छ भनेर चाहिँ हाम्रो समाजमा तपाईँको राम्रो कुरा प्रचारै हुँदैन। हेर्नुहोस् जुन समाज चाहिँ रिभर फैलिन्छ त्यो समाज चाहिँ ब्याकवर्ड समाज हो, विकसित समाज चाहिँ होइन। एउटा सचेत मान्छेले चाहिँ कुनै पनि चिज आयो भने चाहिँ म पहिला विश्लेषण गर्छु यो सत्य हो कि होइन। यदि सत्य होइन भने त्यसलाई त्यही छोड्छ। अवस्था गएको थियो होइन, एकछिन चरस्ता गएको थिएँ र पानी मिसिम पर्दैछ। हेब्बी चिसो भइदिरहेछ ब्रो, कस्तो चिसो भइदिरहेको छ नि, जाडो भइदिरहेछ। अब फेरि हामी त्यहीँ हलपट्टि जाँदैछु है, भानमोहन रोटी जाँदैछु। अब सिङ्गिङको सेकेन्ड राउन्डहरू स्टार्ट भयो होला है। अब खानासाना खाएर हामी त अब निस्किदिएको थियो होइन, यता एकछिन पचाउनुको लागि। अन्त चिसोले खोकी पनि लाग्नु थाल्यो। अब गएर एक चिया खानु छ, एक चिया खाएर एकछिन बस्दिनुपर्छ। त्यहाँदेखि चाहिँ पानी पर्दैछ, पानी रोकेर फेरि घर लाग्दिनुपर्छ होइन ब्रो। हेर्नु सक्नुहुन्छ पानी पर्दैछ, फेरि छाता पनि छैन, हामी भिज्दैछु पनि। त्यो चिसो अचानक पानी गऱ्यो। दार्जिलिङको वेदर र दार्जिलिङको बुझिहाल्नु, भरोसा छैन। ए गाइज हेर्नु साइडबाट हाम्रो दार्जिलिङ आइपुगेँ। दार्जिलिङ हामी जाँदैछु त्यो त। हेलो गाइज, अहिले हामी निस्क्यो होइन, अन्त यहाँ टाढा आइपुगिसक्यौँ होइन। अन्त प्रोग्राम सक्यो, त्यहाँदेखि सेकेन्ड राउन्ड भयो होइन, किनभने घरमा पनि हल्का रुमतिर पनि काम छ होइन। त्यो भएर फर्स्ट राउन्डहरू हेरेर निक्लेँ। त्यहाँ आरकेएसपी आइपुग्नु आँटेँ। त्यहीँबाट जाँदै मजा आउने भयो होइन। डुल्दै जाँदैछु।
यहीँ अगाडितिर के निस्किँदै जूको बाटोबाट त्यहाँदेखि तल कि जूको पनि उताबाट सिधा जाइदिने हेर्नुपर्छ त्यहाँबाट जाँदा पनि भयो होइन आजको त अलिक लामै भिडियो भयो होइन अन्त सेकेन्ड राउन्ड त मैले भ्याइनँ अझै नै दामी थियो मेरो साथीहरू पनि थियो 2 जना है हाम्रो क्लासका साथीहरू पनि थियो 2 जना होइन एकजना त फेरि दामी गाउँछ केटी साथीले होइन अन्त दामी गाउँछ उसले त अन्त मजाले हेऱ्यो मजा आयो खुसी लाग्यो हामीलाई अब बोलाउनु भएको थियो होइन अन्त त्यो भएर आएको थियो हामी अन्त मजाले स्वागतहरू पनि गर्नुभयो हामीलाई त्यहाँ पुलिसहरूले स्वागत गर्नुभयो खदार लगाइदिनु भयो होइन तपाईँहरू देख्नुभयो होला अन्त मजा आयो अब अरू पनि त्यस्तै इभेन्टहरूतिर अब त्यतिखेर पनि म पनि बनाउँछु होइन अब मजा आउँदैछ अहिले हाम्रो हेभी ट्राभलिङहरू हुँदैछ है ट्राभलिङ मिन्स दार्जिलिङमै यही भित्रमै हल्का त्यो प्रोग्रामहरूतिर ट्राभलिङ जस्तो टाइप त्यस्तो मजा आयो वी आर ब्याक विथ न्यू भिडियोज अगेन एन्ड अगेन भर्खर पनि मैले अघि आज नै हालेको थिएँ एउटा सर्ट खालि सर्ट खालि हालेको थिएँ अब यो चाहिँ मेरो ठुलो लामो नै भ्लग भयो होइन फर्स्ट चाहिँ बिहान चाहिँ म कन्फ्युज भइदिएको थियो हामीलाई चाहिँ एक्टर भनेको थियो तर लास्टमा चाहिँ आइडल रहेछ नि त है मलाई थाहै थिएन तर ठिकै छ केही छैन राम्रै हो जस्तै होस् गाइस हामी यहाँ आरकेएसपी आइपुगेँ यो पढेको स्कुल होइन 11-12 हामी त नर्सरीदेखि पढेको तर 11-12 त छुट्यो के गर्नु अब ठिकै छ केही छ छुट्टी त छ कि तर कलेजमा भेटी गयो है ल ठिकै छ यो अब आइहाल्यो के गर्नु अब राख्नु पऱ्यो नि आएपछि होइन तँ आएपछि राख्नु पऱ्यो तँलाई अब के त्यो गर्नु माया लाग्दो अनुहार बनायो अन्त ल बस मसँग भन्यो मैले होइन सत्य बोल्छस् नि सत्य बोल्दैछ भ्युअर्स भ्युअर्स है यहाँ नो पार्किङ आज खालि पार्किङ गरेको थिएन रहेछ नो पार्किङ पार्क हानिदिरहेको हुँदैन आजको खै दार्जिलिङको के हो वेदर यो भर्खरसम्म उयो भएको थियो पानी पऱ्यो त्यहाँदेखि घाम पनि लाग्यो फेरि अलिक चिसो हुँदै गयो के हो यो गर्मी लागेको भन्छ जाडो पनि लाग्छ सबै एकैचोटि आउँदो रहेछ दार्जिलिङमा त बर्खा गर्मी जाडो विन्टर समर सबै एकैचोटि आउँछ यहाँ त अरू तपाईँहरूकोतिर त बिस्तारै अझ टाइम उयसमा आउँछ होला हाम्रो त बिन बोलाइ मेहमान आउँछ डाइरेक्ट सिधै मजा दिँदैछ गाइज हामी चाहिँ अहिले नाइटिङ्गल पार्क आइपुग्यौँ होइन अन्त जाँदैछु त्यो नाइटिङ्गल पार्क यो माथिल्लो तल आइपुग्यो हामी हाम्रो कलेज आइपुग्नु आँट्यो होइन जिसी आज मजामा आयो तर गली पनि रहेको छु किनभने अस्तिदेखि हामी किनेको छु अस्ति पनि अब मेरो त्यो अलि सर्ट भ्लगमा त्यो बिहा भनेको थियो होला त्यहाँ होइन र त्यो टुर्नामेन्ट फुटबलको होइन फर्स्ट ओपनिङ थियो अन्त म फोटोग्राफी गरेको थिएँ मलाई बोलाएको थियो म गर्छु भनेको थिएँ अन्त फोटोग्राफी पनि गरेको थिएँ त्यहाँदेखिको अब यिनी किनेको भएर चाहिँ हेभी गल्दिरहेको थिएँ हामी है खास त मेरो फोटोग्राफी थियो कम्पिटिसन अब यो पनि आएको थियो अब म पनि एक्लै भएको थियो अब मलाई साथी पनि चाहियो नि त अब अरू त्यस्तो हुँदैन दाहरू त हुन्थ्यो तर दाहरू आफ्नै काममा हुन्थ्यो नि त अब साथी आयो होइन यो किनेको मजा आयो फोटोग्राफीहरू गऱ्यो होइन कन्सर्ट पनि थियो टुर्नामेन्ट जस्तै थियो फोटोग्राफीको पनि होइन अब मैले त्यो दिन गरेँ अब यो 20 अप्रिलमा हुन्छ फाइनल त्यति बेला गर्नुपर्छ त्यहाँबाट त अनाउन्स गर्छ को हो फर्स्ट प्राइज सेकेन्ड प्राइज थर्ड प्राइज हुन्छ अन्त हामी कलेज आइपुग्न आँटेँ अनि कलेज हाम्रो चाहिँ माथिको हो यो माथिको गऱ्यो यता चाहिँ जियोग्राफी डिपार्टमेन्टहरू छ होइन अन्त तल छ हाम्रो चाहिँ तल छ कलेज यो निलो देख्दैछ होला त्यहाँ अलिक खतरा निलो हामी त अहिले माथिल्लो बाटो जाँदैछु त्यो जूको होइन खास चाहिँ यो 1 वे हुनुपर्छ बाटो तर 2 वे छ कसरी हाल्छ गाडी अब के भन्नु यहाँनिर चाहिँ हाम्रो जिसी कलेजको गर्ल्स होस्टेल हो यो
यहाँ अलिक भ्यू छ कलेजको है दिस इट्स आवर म फेरि बनाउनु त बनाउँछु तर अब भोलि न पर्सितिर होला म कलेजको पनि भ्लग बनाउँछु होइन सानो मिनी कलेज टुर भ्लग अन्त हाम्रो यहाँ छ क्यान्टिन गुराँस पनि रहेछ त त्यहाँ मिठो मिठो पाउँछ यहाँ चाहिँ आउनु होला है आउनु होला कलेजको हेर्नुहुँदैछ भने जिसीकोहरूले अन्त गाइस यहाँ चाहिँ एक्सिडेन्ट हुँदै हेभी है डर लाग्दो तर भिडियो बनाउनु पाइनँ मैले तर सहिले पनि त्यस्तै हुँदो रहेछ एक्सिडेन्ट भेटाउँदै टाइप यहाँनिर त्यो गाडीलाई हान्दैछ स्कुटीले राम्रै चिप्ल्यो नि त हेभी त्यो चिप्लेर तर पनि कन्ट्रोल गर्नु सक्नु पऱ्यो नि त त्यसमा चलाएर पनि फेरि स्पिड दिएछ चाबी निभाउनु गर्ने भाग्यो कि भने अत्ताल्यो त्यो मान्छे के गरेको थियो कि बा साँच्ची नै खै चाहिँ मुक्नु सक्छ माथि पनि झन्डै उयो गऱ्यो भने अन्त लाइसेन्सहरू छैन होला चलाउँछ लाइसेन्स नहुनेहरू यही बाटो लाटाहरू तर त्यही त पुलिस जानु त्यही बाटो जानुपर्ने जुन चाहिँमा त ज्यादा ट्राफिक हुन्छ जुन चाहिँमा ज्यादा उयो हुन्छ चेकिङहरू अब उयो गर्छ ए ट्राफिक भेटेको थियो जस्तो लाग्यो यिनीहरू होइन उताबाट आएको जस्तो लाग्यो क्या कहिलेदेखि नै सुख मैले याद गरेँ तिनीहरूलाई पक्रियो लैजायो अब कारबाही अहिले यहाँ तल आइपुग्यो होइन सिङ्गल स्ट्यान्ड यता खास यता स्ट्यान्ड रोप्पे साइड यता हिमाचल बाटोबाट त रोप्पे जान्छ होइन हिमाचल बाटोबाट अन्त हामी यहाँ ओह्रालो चढ्दैछु यतानिर भर्खर चाहिँ मेरो स्टोरेज फुल भयो होइन के भएर भयो थाहा छैन त एसडी कार्डमा सिफ्ट गरेको छु होइन अन्त हामी रुममा आइपुग्नु आँट्यो होइन अन्त हेर्न सक्नुहुन्छ उताको सिन दामी छ तर सिमसिमे पानी परिदिँदैछ होइन अन्त हामी यहाँ कुकुर पनि छ हेलो कुकुर बच्चा ए बङ्गेरा बिचरा कुन चाहिँ दुनियाँमा हराएको थियो यो नयाँ टेक्नोलोजीले मास सिक्थ्यो तर आएछ फेरि नयाँ टेक्नोलोजी जेनेरेट गरेँ अनि गाइस यहाँबाट मेरो स्टोरेज फुल भएर आफ्नै आप अफ भएछ मैले हेरेकै थिइनँ अन्त मैले भिडियो बनाउँदै थिएँ स्टोरेज स्टोरेज फुल भएर चाहिँ भिडियो नै अफ भएछ अनि यहाँबाट बनाउनु पाइनँ अन्त त्यहाँबाट म चाहिँ रुम पुगेँ अन्त त्यहीँबाट त्यहीँ थियो रुम अनि मैले चाहिँ अब त्यहीँ भिडियो इन गरेको थिएँ अन्त थ्याङ्क यू सबैजनालाई हेरिदिनु भएकोमा यो मेरो भ्लग अलिक लामो नै भयो अन्त सी यू इन नेक्स्ट भिडियो अन्त मलाई हेर्दै गर्नुहोस् लाइक सब्सक्राइब सेयरहरू गर्दै गर्नुहोस् बाई बाई सी यू इन नेक्स्ट भिडियो